अहिले हामी ब्यास 4 स्थित शान्तिनगरबाट बागभन्ज्याङ जाने बाटोमा रहेको छौँ र हामी किन रहेको छौँ भने अहिले हरूलाई आफूले घरमा राखेर ब्यास नगरपालिकाको ट्र्याक्टर नआइकन यो खोल्सामा फालेको कारणले गर्दा हामी यहाँ आएका छौँ। कृपया हामी विनम्र अनुरोध गर्न चाहन्छौँ यसरी फोहोरहरू चाहिँ नफालिदिनु होला। यदि तपाईँहरूले फोहोर फालेको तपाईँको भिडियो वा फोटो पाएमा वडा कार्यालयमा गएर तपाईँलाई कारबाही गरिने पनि जानकारी गराउन चाहन्छु। त्यसैले तपाईँले सभ्य नागरिकको परिचय दिएर फोहोर जहीँ तहीँ नफाल्नुहोला। अहिले हामी ब्यास 4 स्थित शान्तिनगरबाट बागभन्ज्याङ जाने बाटोमा रहेको छौँ र हामी किन रहेको छौँ भने अहिलेहरूलाई आफूले घरमा राखेर ब्यास नगरपालिकाको ट्र्याक्टर नआइकन यो खोल्सामा फालेको कारणले गर्दा हामी यहाँ आएका छौँ। कृपया हामी विनम्र अनुरोध गर्न चाहन्छौँ यसरी फोहोरहरू चाहिँ नफालिदिनु होला। यदि तपाईँहरूले फोहोर फालेको तपाईँको भिडियो वा फोटो पाएमा वडा कार्यालयमा गएर तपाईँलाई कारबाही गरिने पनि जानकारी गराउन चाहन्छु। त्यसैले तपाईँले सभ्य नागरिकको परिचय दिएर फोहोर जहीँ तहीँ नफाल्नुहोला।